फाइनली गाइज हामी चाहिँ अहिले ट्यागको कहाँ भनौँ पर्सा हो होइन। पर्साको के भन्छ 12 वडा नम्बर 12 है। यहाँ हेर्नुहोस् है गाइज, यहाँदेखिबाट चाहिँ धानको लाइन छ होइन। हेर्नुहोस् है, तपाईँहरूलाई देखाउँछु। यहाँदेखिबाट धानको लाइन छ, हामी आफै छक पऱ्यो। हेर्नुहोस् कति लाइन लाइन लाइन। यहाँदेखि लाइनको हेर्नुहोस् यता गाडी लोडिङ भइरहेछ। यहाँ सकिया छैन, बिहानदेखि थियो उतासम्म थियो, अहिले चाहिँ यहाँसम्म आइपुगेको छ होइन। अहिले हेर्नुहोस् बोराहरूमा हाल्दैछ, कहिले जोग्दैछ, लोडिङ हान्दैछ, गाडीहरू पनि स्टकमा बसिरहेको छ। हेर्नुहोस् है गाइस, कहाँदेखि लाइन छ हेर्नुहोस् है। धानको थुप्रो हेर्नुहोस्, उता माल झारिरहेको छ सबै होइन। अझै चाहिँ हाइवेमा छ ट्यागको माल होइन। मालै माल मालै माल। कम होता है गाडीले सुखै पाएन होइन। स्टक मालहरू कति अब गर्मी महिना फेरि कम पड्किन्छ टायर। हामी झापा जाँदाखेरि एकैचोटिमा 4 टायर पड्केको त आप्पै मऱ्यो भनेको। हेर नि त्यहाँ गोदाम। हेर्नुहोस् ल, गोदाम चाहिँ यही हो होइन, ट्याक्कै पर्साको। गाइस हेर्नुहोस् माल यता कति छ, देखिबाट माल छ उता पनि माल। हेर्नुहोस् यता पनि छ, हेर्नुहोस् उरुङ उरुङमा हेर्नुहोस् बोरा बोरामा छ है। क्यामेराले पनि भ्याउँदैन वहाँसम्म, ल टाढासम्म छ। हेर्नुहोस् यहाँ पनि ल्याइरहेको छ ट्र्याक्टरले माल। अझै हेर्नुहोस् यहाँ धानको बोरा, हेर्नुहोस् यहाँ कति हो धानको बोरा। हेर्नुहोस् यहाँ गाइस, त्यहाँ भारी बोकेको भारी कस्तो कस्तो सिस्टमले बोक्दैछ हेर न। फाडे हेर ल हाम्रो साथीहरूले चाहिँ यहाँ भारी बोक्दैछ होइन। हेर्नुहोस् क्या सिस्टम डेन्जर यार। स्टाइल हेर्नुहोस् दामी दामी। यहाँ चाहिँ गाडी लोडिङ भइरहेको छ है। मर्दको छोरा भनेको यस्तो हुन्छ गाइस। आफू घाम पानी नभनिकन काम गरेर आफ्नो फ्यामिली मेम्बर पाल्ने, घरमा बसेर चाहिँ केटीसँग च्याट गरेर हिँड्ने होइन, पुरा केटी घुमाउने होइन है। राइट, यहाँ चाहिँ गाडी लोडिङ भइरहेको छ। मर्दको छोराहरूलाई चाहिँ यहाँ गाडी लोडिङ गरिरहेको छ होइन। मर्दको छोराहरू चाहिँ पुरै घरमा बसेर केटी पटाएर होला है। म्यासेज पुरा च्याटिङ। राम्रो भिडियो यहाँसम्म। अब तपाईँहरूलाई नेक्स्ट भिडियोमा भेटौँला गाइस है।